अहिले पनि हामी तयारीमै छौँ र यसको जानकारी गराउँदै म यहाँलाई पुनः चाहिँ एउटा पत्रकार सम्मेलनको हामीले व्यवस्था गरेको हुनाले हामीहरूको आशय भनौँ अथवा यो कार्यक्रमको परिचय सन्दर्भमा केही कुरामा राख्दछु र यसलाई हामीले बृहत सनातन सम्मेलन भनेका छौँ। बृहत सनातन सम्मेलन भन्नाले हाम्रो उद्देश्य चाहिँ नि एउटा कुनै खास धर्ममाथि आस्था राख्नु नभए ओमकार परिवार त्यसभित्र त सबैलाई त्यसमा समावेश गर्न सकिएको छैन, तर पनि त्यसका प्रमुख चाहिँ अङ्गहरू भनौँ अथवा पात्रहरू भनौँ, वैदिक सनातनीहरू छन्, किराँत हामीहरूको मुलुकमा र बौद्ध धर्मावलम्बीहरू हुनुहुन्छ र उहाँहरूको चाहिँ प्रत्यक्ष संलग्नता यसमा रहेको छ। र यसरी हामीले चाहिँ नि एउटा धार्मिक सद्भाव भनेको चाहिँ साँचो अर्थमा सद्भाव हो र एक समूहले चाहिँ अर्को समूहप्रति चाहिँ एउटा वैमनस्यता देखाउने त्यो सब गर्नु हुँदैन र हामी समाज जानुपर्दछ र हाम्रो मुलुकको अपेक्षा पनि हो, अहिलेको सम्पूर्ण मानव सभ्यताले अपेक्षा गरेको कुरा पनि त्यही नै हो र मेरो अटुट केही आस्था र विश्वासहरू छन् र तपाईँको अर्को होला त्यसलाई मैले सम्मान गर्न सक्नुपर्छ उदारताका साथ। यिनै सन्देश प्रवाह गर्ने उद्देश्यले मलाई त यो कार्यक्रम भएको हो र भोलि हाम्रा श्रद्धेय गुरुहरू जो हुनुहुन्छ उहाँले पनि राख्नुहुनेछ, त्यसबाट पनि कुरा प्रश्न हुने नै छ। तर पनि आज त्यसको पूर्व सन्ध्यामा केही कुरा फेरि जानकारी गरौँ भनेर यहाँहरूलाई हामीले दुःख कष्ट दिएका छौँ र हाम्रो आमन्त्रण स्वीकार गरेर पाल्नुभयो र त्यसको निमित्त हाम्रा अतिथि महोदयहरू, मान्यवर महोदयहरू र पत्रकार मित्रहरू म हार्दिक स्वागत अभिवादन यो कार्यक्रमको तर्फबाट टक्राउँदछु। र यसलाई हाम्रो सानो नोट हामीले प्रिपेयर गरेका छौँ र त्यो यहाँहरू समक्ष म प्रस्तुत गर्दछु। विराटनगर कोशी प्रदेश नेपालको सनातन सभ्यता, संस्कृति तथा धार्मिक सहिष्णुतालाई प्रवर्धन गर्ने उद्देश्यका साथ आगामी भनेको भोलि 6 गते शनिबार मोरङको विराटनगर यसै स्थानमा एक ऐतिहासिक बृहत सनातन सम्मेलन आयोजन हुन गइरहेको छ। सनातन सभ्यताको शान, हिन्दू, बौद्ध, किराँतको साझा पहिचान भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनले सदियौँदेखि नेपालमा कायम रहेको धार्मिक सद्भाव, सहअस्तित्व र सहिष्णुताको जगलाई अझ मजबुत बनाउने लक्ष्य राखिएको छ। प्रमुख अतिथि तथा आध्यात्मिक व्यक्तित्वहरू हुनुहुन्छ हाम्रो यस कार्यक्रममा। यस ऐतिहासिक सम्मेलनमा नेपाल तथा भारतका प्रख्यात आध्यात्मिक व्यक्तित्वहरू, गुरुहरूको विशेष उपस्थिति रहनेछ, जसमध्ये सर्वप्रथम हुनुहुन्छ स्वामी अवधेशानन्द गिरिजी महाराज, जुना अखडा भारतका परम पूजनीय आचार्य महामण्डलेश्वर। र अर्को दोस्रो व्यक्ति हुनुहुन्छ हाम्रा श्रद्धेय चाहिँ व्यक्ति हुनुहुन्छ श्रद्धेय फुपू छेम्बे शेर्पा, अध्यक्ष अन्तर्राष्ट्रिय बौद्ध महासङ्घ नेपाल च्याप्टर। र तेस्रो व्यक्ति हुनुहुन्छ श्रद्धेय महिङ्गुम अङ्सिमाङ आत्मानन्द लिङ्गदेल सेङज्यू, किराँत धर्मका प्रमुख गुरु फाल्गुनानन्दज्यूको अवतारका रूपमा उहाँलाई चाहिँ सम्मानित व्यक्तित्व मानिन्छ। र यसरी तीनजनाको उपस्थितिमा उहाँहरूको सानिध्यमा उहाँको आशीर्वचन पाउने अपेक्षाका साथ यो कार्यक्रम आयोजना भइरहेको कुरा म जानकारी गराउन चाहन्छु। र कार्यक्रमको छोटो विवरण यस प्रकार छ। भोलि 6 गते शनिबार बिहान 11:30 बजेदेखि चाहिँ यो कार्यक्रम प्रारम्भ हुन्छ र यस्तो स्थान चाहिँ रहेको छ कोशी प्रदेश विराटनगर महानगरपालिका वडा नम्बर 1 जिल्ला प्रहरी कार्यालय यही मैदानमा हुनेछ। र नेपालका विभिन्न प्रदेश, जिल्ला तथा स्थानीय तहबाट हजारौँको सङ्ख्यामा श्रद्धालु, धर्मप्रेमी एवं दर्शनार्थीहरूको सहभागिता रहने हामी अपेक्षा गरेका छौँ। र त्यसको निमित्त बिहान नै हामीहरूको यहाँबाट धेरै सङ्ख्यामा बसहरू र चाहिँ यातायातका साधनहरू परिचालित हुनेछन् र गाउँ विभिन्न क्षेत्रमा जानेछन् र त्यसबाट चाहिँ ठुलो सङ्ख्यामा उपस्थित हुनेछ भन्ने हामीले ठानेका छौँ। र साथसाथै बिहान आइसकेपछि केही खानाको पनि आवश्यकता पर्ने भएको हुनाले र उहाँहरूलाई चाहिँ केही खाने व्यवस्था पनि यहाँ गरिएको छ। र फेरि के त भनेदेखि भोलि बिहान 8 बजे चाहिँ नि को फ्लाइट छ उहाँको काठमाडौँबाट गुरुहरूको, उहाँहरू आउनुहुन्छ। अनि आइसकेपछि सबभन्दा पहिले तल एउटा भवन बनेको छ र त्यो भवनको समुद्घाटन हुन्छ। अनि त्यसमा केही समय खर्चिएला अनि त्यसै बेलामा बाहिरदेखि आएकाहरूको खानपिन पनि यहाँ होला र त्यसको लागि पनि केही समय राखिदिनै पर्छ।
भनेर हामीले ढिलोमा ढिलो 1:30 बजे चाहिँ मञ्चको कार्यक्रम सुरु गर्ने भन्ने अपेक्षा राखेका छौँ र फेरि उहाँहरूको फ्लाइट चाहिँ बेलुका 6 बजे छ 6 बजे भएकोले 5 बजे चाहिँ प्लेन लेट भयो भने कुरा अलग हो नभए 5 बजे त एयरपोर्ट पुग्नै भयो र त्यसै हिसाबले हामीले यो कार्यक्रमलाई म्यानेज गर्नुपर्ने हुन्छ र त्यो भएको हुनाले र फेरि बाहिर गाउँबाट चाहिँ ठुलो सङ्ख्यामा उपस्थित हुने हामीले अपेक्षा गरेका छौँ र उहाँलाई फर्कने समय पनि राख्नु पऱ्यो र त्यसैले यसलाई चाहिँ नि हामी त्यति लामो कार्यक्रम नगरेर आवश्यक समय त पक्कै रहनैपर्छ रहन्छ नै तर पनि अब 4-5 घन्टा एकदम बोलै गर्ने भाषण गर्ने त्यस टाइपको कार्यक्रम नभएर चाहिँ गुरुहरूको आशीर्वचन चाहिँ हामीले अपेक्षा गरेका छौँ र निश्चित रूपमा उहाँहरूको स्वागत सम्मानमा केही कुराहरू अभिव्यक्त गर्नु पर्ला र उहाँहरूले अभिव्यक्त गरेका कुराहरूलाई ध्यानमा राखेर उहाँहरूप्रति सम्पूर्ण हामीहरूको तर्फबाट आयोजकहरूको तर्फबाट यहाँ उपस्थित जनसमुदायको तर्फबाट धन्यवाद ज्ञापन गर्ने एउटा औपचारिकता पनि निर्वाह गर्नै पर्दछ र मञ्चका विशेष गरी यिनै कार्यक्रमहरू नै मञ्चका रहनेछन् र चाहिँ हामीले ढिलोमा ढिलो त्यो 3 बजेसम्ममा चाहिँ कार्यक्रम मञ्चको कार्यक्रम समाप्त होला भन्ने सोचेका छौँ अब त्यसमा एक्ज्याक्ट चाहिँ 3 बजे नहुन सक्छ त्यसमा केही